यता चाहिँ एउटा जेलफिस भनिने गरिन्छ नि। हेलो साथीहरू, आज चाहिँ हामी चाहिँ यता समुद्रतिर घुम्न गइरहेछौँ। तपाईहरूलाई चाहिँ समुद्रतिर के छ कस्तो छ, यता साथीहरू पनि जम्मै साथीहरू जम्मा भएर छन्। कसैले माछा मार्दैछ, कसैले कोही घुम्न आछ। अब तपाईहरूलाई म त्यहाँ समुद्र चाहिँ देखाउन गइरहेको छु। ल साथीहरूमा चाहिँ यता समुद्रतिर देखाउन गइरहेको छु। जम्मै टोलीहरू नुहाउँदै रहेछन्, साथीहरूले नुहाउँदै हुनुहुन्छ। हाम्रो केटाहरू चाहिँ यतातिर छ। अनि समुद्रतिर छुट्टीको दिन रमाइलो रहेछ। जम्मै साथीहरू छन्, कसैले खेल्दैछन् पानीहरू, कसैले माछा मार्दैछन्। साथीहरू यता चाहिँ हाम्रो नेपाली दाजुभाइहरू माछा मार्दै हुनुहुन्छ जाली ल्याएर। माछा चाहिँ थुप्रै मार्नु भएको रहेछ। अलि माछाहरू समुद्रमा यो खै किन मरेको, म त्यो माछाहरू चाहिँ देखाउँदैछु। माछाहरू अलि मरेर सानो सानो माछाहरू धेरै मरेको चाहिँ देखिरहेछ यता समुद्रतिर। त्यो माछा चाहिँ आफूहरूलाई म देखाउन गइरहेको छु। ल साथीहरू, माछा चाहिँ यता मरेर हेर्नुहोस्, माछा देख्न सक्नुहुन्छ। माछा चाहिँ धेरै मरेको रहेछ। उता समुद्रतिर पनि हेर्नुहोस्, यो सबै माछा नै हो। माछा यता के कारणले हो साथीहरू, खै माछा थुप्रै मरेको देखिरहेको छ। अब तपाईँहरूलाई चाहिँ पछिको सबै आज चाहिँ सबै कुराहरू तपाईँलाई समुद्रको देखाउने छु मैले। यता चाहिँ एउटा जेलफिस भनिने गरिन्छ नेपालीमा। यस्तो रहेछ यो माछा चाहिँ हेर्नुहोस्। उसले मेरो साथी उसले खेलाउँदैछ यसलाई। यो चाहिँ यस्तो सिस्टमको रहेछ। पल्टाउँदा त्यसलाई यस्तो यस्तो हुने गरिँदो रहेछ। यस्तो रहेछ जेलफिस चाहिँ। गाइज, हामी चाहिँ अब यतातिर पुगिरहेका छौँ। साथीहरू चाहिँ माछा मार्दै हुनुहुन्छ। यता चाहिँ यस्तो रहेछ ठाउँहरू। अनि यस्तो रहेछ, तपाईँहरूलाई सबै देखाइरहेको छु। सबैले हेरेर एकदम फलो गर्न चाहिँ नभुल्नु होला साथीहरू। अब हामी चाहिँ हिँड्दै हिँड्दै कहाँसम्म पुग्छौँ आज सबै डिटेल देखाउने छु तपाईँहरूलाई। ल अहिलेको लागि बाई बाई। अब चाहिँ हामी समुद्र छोडेर अब अन्त यसो कता कता राम्रो राम्रो ठाउँ छ त्यतातिर घुम्न जाँदैछौँ। तपाईँहरूलाई आज देखाउने छौँ हामीहरू। अब चाहिँ समुद्र छोडियो, समुद्र छोडेर चाहिँ घुम्न जाँदैछौँ यसो मार्केटतिर, होइन साथीहरू। यता चाहिँ अब साथीसँग अब यसो भिडियो बनाऊँ भनेर चाहिँ भिडियो चाहिँ बनाउन लाग्यो। अब भिडियो चाहिँ कस्तो बनाइरहेछ त्यो देखाउँदैछु। भिडियो चाहिँ यस्तो बन्दै रहेछ है साथीहरू, हेरौँ है। हाम्रो दुईजनाको चाहिँ टक्कै हेरौँ त, मोबाइल चाहिँ कसमा राखेको साथीले। यस्तो छ भिडियो चाहिँ, हेर्नुभयो होला। एकछिन रोक, एकैछिन रोक केटा रोक। अनि कहाँ हिँडेको त केटाहरू? घुमघाम भयो। अब चाहिँ कहाँ जानुपर्ने हो? क्याम्पतिर हिँडेको होइन साथीहरू। अनि यो सबै फेसबुकमा, मेरो फेसबुकमा हेर्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? हजुर ल साथीहरू सुन्नुभयो होला, लाइक गरेर फलो गरेर साथीहरू सबैले सपोर्ट गर्नु होला। अब चाहिँ हामी क्याम्पतिर हिँडिरहेका छौँ। अब हाम्रो चाहिँ भोलिको प्लान चाहिँ अन्तै कतै, अब आज समुद्रतिर गयो, भोलि चाहिँ कता हुन्छ साथीहरू भिडियो चाहिँ हेर्दै गर्नु होला।